सो गाइज हामी यहाँ मनोकामनाको कुरिन्टारमा तल्लो केवल कार्पेट आइसकेका छौँ र हामी टिकट पनि काटिसकेका छौँ। अब एकछिन यहाँ हामी चाउचो सुप खान्छौँ अनि हिँड्ने सुरु हुन्छ हाम्रो। हामी पसलमा छौँ, अब एकछिन खाएर त्यो 7-1 घन्टामा हिँड्छौँ। 3 घन्टाको बाटो भनिरहेछन् यहाँ सुत्दाखेरि, 2 घन्टामा पुग्ने प्रयास गर्छौँ। प्रयास गरी छ अनि उताबाट फर्किँदाखेरि चाहिँ केवल कारमा फर्कन्छौँ। हुन्छ हाम्रो अहिले भित्रको पनि देखाउँछौँ। यही हो बाटो। पकाइराख्नु भएको छ सुप। अब हामी निस्किन्छौँ। मनोकामना मन्दिरको गेट अब हामी हिँडेर जान लागिरहेका छौँ र यो काठमाडौँ आउने तर्फ तपाईँ लाग्नु होला। काठमाडौँ आउने तर्फ लागेर हिँड्ने कतै पब्लिक टोइलेट छ भन्नुभएको थियो, पब्लिक टोइलेटबाट तल जानुपर्छ भन्नुहुन्थ्यो। सो त्रिशुली नदी देख्न सक्नुहुन्छ। यहाँ त हामी स्विमिङ गरेर पनि गइदिन्छौँ नि। सार्वजनिक शौचालय जाने बाटो त्यहाँ छ। सार्वजनिक शौचालय भनेर लेखिरहेको छ। यहाँबाट तल लाग्नुपर्छ भन्नु थियो। ल एकदमै अगाडि लाग्नु होला, पछि आउँछ। सार्वजनिक शौचालयबाट हामी तल लाग्छौँ। अलि जोडले बोल न यार, तिम्रो दर्शकले तिमीलाई सुन्यो नि। त्रिशुली सुसाएको देख्न सक्नुहुन्छ तपाईँहरू। त्रिशुली नदी उमेश चाहिँ स्विमिङ हानेर जान्छु भन्दैछ। ए हाम्रो झुलुङ्गे पुल हो, त्यहाँ देख्न सक्नुहुन्छ। तपाईँलाई जुम गरेर देखाउँछौँ। यो झुलुङ्गे पुलबाट हामी तिम्रो थोपडा आयो यार। यो झुलुङ्गे पुलबाट हामी तरेर माथिको बाटो जानेछौँ। ल जाम। अब हामी खोला छेउमा आइसकेको छौँ। चेरो त्यहाँ पुगिसकेको छ। अब हामी खोला तर्छौँ, एकदम सावधानीका साथ तर्छौँ। यो त्रिशुली खोला हो। खोलाको सुसाहट। ल लेट्स मार्च। यस अफकोर्स। सुरु गऱ्यौँ। भिडियो बनाइरह बिस्तारै फोन त सम्हाल फेरि। तपाईँहरूलाई बेली ब्रिज तरेको अनुभव देखाउँदैछु हामी। फेरि गरौँ न उतातिर हिँड न। यसरी खोला आएको छ, हेर्न सक्नुहुन्छ। त्यहाँ केबल कार तल माथि गइरहेछ, देख्न सक्नुहुन्छ। हामी देखिरहेको छौँ 1 2 3 4 5 6 7 8 9 1 कति छ कति उहाँ डाँडासम्म गइरहेछ। हाम्रो योजना लक्ष्य अहिलेको गन्तव्य त्यही माथि छ। साथीहरू हेर्नुहोस् त, यहाँ वनमा डढेलो लागेर पुरै खरानी भएको छ। पात डाँडा रुख। वनलाई चाहिँ डढेलोबाट बचाउनुपर्छ, जीवन सुरक्षित पार्नुपर्छ। हाम्रो वनसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। यो सबै हामी सबैको वनजङ्ग केवल कारमा हामी बोलाउँदैछौँ, उनीहरू नसुनेर जाँदैछ। ओके छ त। हामी आफ्नो दर्शकलाई देखाउन चाहन्छौँ केबल कार कसरी काम गर्छ। यहाँ हेर्नुहोस्, मेसिन घुइँ हानिरहेछ। कुनै बेला बन्द पनि हुन्छ। 2 चोटि हामीले हेरिसक्यौँ अहिलेसम्म। अर्को केबल कार आयो, देख्न सक्नुहुन्छ। राम्रो स्क्रिन, 2-2वटा केबल कार सँगसँगै। देख्नुहोस्। हो ल। यो निकै नै ऐतिहासिक ठाउँ रहेको छ। यहाँ देख्न सक्नुहुन्छ केबल कार हिँडिरहेछ।
एउटा सानो घर जस्तो छ जसमा हामी गयौँ केवल कार हेर्नुहोस्। त्यसपछि अब हामी यहाँ एकछिन घरमा जान्छौँ। यहाँ हेर्नुहोस् यहाँबाट यस्तो दामी फोटो अहिले हामी घरमा छौँ। हेर्दैन मान्छेले देखेदै हेर्छ। ऊ तलको स्टेसन तपाईँहरू देख्न सक्नुहुन्छ यसो विचार हामी वहाँदेखि ल हामी देखाउँछौँ। हेर्नुहोस् त्यो स्टेसन छ। हामी यत्रो माथि आइसकेका छौँ। लड्दै पढ्दै आएका हामी हात हेर्न सक्नुहुन्छ तपाईँले। हातबाटै थाहा हुन्छ कसरी आएछौँ हामी। वनभरि आगो लागेको रहेछ। यस फाइनली पिक देखेको छ। We have arrived. Yeah. We have nearly done it. Can you see? We are excited, happy. Because we did it. We finally achieved our goal. कस्तो भिड छ हेर्नुहोस् त। आम्बो अब हामी माथि गएर फेरि जोडिन्छौँ। हामीले धारा भेटेको छौँ। यहाँ हामीले नुहायौँ, पखाल्यौँ, सब थोक गऱ्यौँ, फ्रेस भयौँ। यो तिउरे पानी भन्ने गाउँ रहेछ। माथि केवलगार त तपाईँ देख्न सक्नुहुन्छ। केवलगारकै तलै तल आउने हो। अब हामी गाउँ एक्सप्लोर गर्दै माथि लाग्छौँ। यहाँबाट अझै 1.5 घन्टा छ भन्नुभयो हामीले। अब 2.5 घन्टामा 2 घन्टा जतिमा यो बाटो पार लाग्दिएको छौँ। टिकट कोसँग छ? मैसँग छ? छैन त? छैन त? ए ब्यागमा हाल्यो, सरी। अब हामी गाउँ हिँड्दै जान्छौँ। इमेज द ब्लगर। गाउँमा गोठ छ, गोठमा बाख्रा छ। यस्तो यो के फ्रेस लाइफ जिन्दगी सरर। यता हेर ल। हामी अहिले गोर्खा जिल्लाको तिउरे पानी नामक गाउँमा छौँ। पहाडतिरको खेत यस्तै हुन्छ। यसलाई गरा भन्छ, यसलाई कल्ना भन्छ। अनि यो गरा फेरि कल्ना फेरि गरा, यसरी सब खेत सब जोतिसकेको छ। अब बाली लाउन मकै सकै लाउन ठिक्क पारेको रहेछ। अनि यो जोत्ने भनेकै फेरि गोरु लाएरै जोत्ने रहेछ। हामी बाटो बिराए जस्तो छौँ। खेतमा आइपुगेका छौँ। अब बाटो सोधेर अर्को बाटो जान्छौँ। त्यस गोर्खा जिल्लाको खेत गरा यस्तै रहेछ। हामीले खेती हिँडिरहेछौँ। बाटो हराएर अलिक चिन्तित छौँ, तर केही छैन, हामी त्यो टुप्पामा पुग्नेछौँ। ल अब हामी यो बाटो बल्ल सही बाटो हामी समात्दैछौँ। यो बाटो 1 घन्टामा हामीलाई माथि मन्दिरमै पुर्याउँछ। डाँडा हाम्रो यो बाटो छ। कस्तो हात्ती सिल भइरहेछ। साँच्चीकै द गड अफ हेभन। हेर्नुहोस् कस्तो मजाले खेत छ। अब यसमा चाहिँ मकै लाउने 3 महिने मकै, तर मकै जान्छ। यस्तो बाटोमा हिँड्दाखेरि कस्तो आनन्द लाग्छ हेर्नुहोस् त। ओहो माई गड, हामी साँच्चीकै हेभनमै छौँ। कस्तो चिसो हावा आउँदैछ। यहाँ भैँसी होइन गाईको खोर हो क्या र। हामी यो बाटो जाने उँधो गऱ्यौँ। हामी विश्वास गर्छौँ। हेर्नुहोस् खेत कस्तो मजाले तयारी गरेको छ। अब यसमा मकै लाउँछन्। यो सब गोरुले हलले जोतेको हो। यहाँ ट्रान्सफर्मर छ, देख्न सक्नुहुन्छ। बिजुली बत्तीको केही अभाव छैन। खोर हो यो, खोर हो यो, खोर हो। देख्नुहोस् गोठ हो, खोर हो। ए सरी गोठ। अब माथि लाग्यौँ। कस्तो मजाको बाटो छ यो। अघि भर्खर हेरेर आयौँ। माई गड, साँच्चै नै राम्रो छ। यस्तो शीतल हावा छ यहाँ। यस्तो भोक लागिरहेको छ। हामी खानेकुरा त बोकेको छौँ, तर खाएपछि अलिक चढ्न गाह्रो हुन्छ भनेर नखाएको हो। अब आधी घन्टाको उकालो चढेपछि झ्याप्पै खान्छौँ र
राम्रो शीतल हावा छ। हामी यहाँ गाउँमा आइसक्यौँ। यहाँदेखि अझ 15 मिनट लाग्ने कुरोकानी छ। बिस्तारै बिस्तारै टुङ हिँड्दै जान्छौँ। 15 मिनटमा पुगिन्छ। अब भिडियो नै भेट्नुपर्छ। यहाँ गाउँहरू हेर्दाखेरि हो रमाइलो छ त। बत्ती जाइन्छ, नेट जाइन्छ, पानी जाइन्छ, पिच बाटो यहीँ छ, ढल्नी छ, सब थोक रहेछ। रमाइलो रहेछ गाउँ। यो गोर्खा गाउँ हो। मनोकामना मन्दिरको छेउको गाउँ। दाउराहरू, लसुनहरू, फलहरू रमाइलो रहेछ गाउँ। चेरप, क्यान यु से समथिङ? चेरप धारा हेर्दैछ। भरे कुटाइ भेट्ला। ए जाउँ जाउँ। यो गाउँको नाम के अरे दिदी? यतातिर हेरेर भनिदिनु पर्यो क्या। यतातिर हेरेर भनिदिनु। गाउँको नाम के अरे? भनिदिनु 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 न। ल हामी आइसकेको छौँ यो गाउँमा। अब बिस्तारै मन्दिरतिर जाँदैछौँ। दिदी चाहिँ हामी चाहिँ काठमाडौँबाट कुरिन्टार हुँदै हिँड्दै माथि यो पूजा गर्नलाई। पूजा गर्नु। दिदीले चाहिँ राम्रो काम गरिराख्नु भएको छ। धुलो सुलो उठ्छ पानी राखिदिँदाखेरि। दिदीले कपाल भिजाइदिन्छ नि। धन्यवाद। यता हो, यताबाट ल बाटो चाहिँ यता रहेछ। अब हामी हिँड्यौँ बाटोतिर। जय माता दी। केही छैन। कस्तो राम्रो बाटो, लोभ लाग्दो हो। यता सब पसल रहेछ। ल बाबु हेलो गर। गर गर हो ल। सब्सक्राइब गर्छु। मात्र जाउँछ। अब हामीहरू हो बाटो त कस्तो राम्रो रहेछ। घरहरू बन्दै रहेछ। यहाँ सानो होटेल छ। यो बाटो हुँदै दाइहरूले चाहिँ यहाँ घनीभूत रूपमा काम गरिरहेको छ। शहीद लहन गाउँपालिका अन्तर्गतको एउटा स्कुल हो त्यो। अहिले स्कुल बिदामा छ। अब यो बाटो यसरी सिधा आउँदाखेरि यस्तो दृश्य देखिन्छ। अब यो बाटो सिधै जान्छौँ अनि मन्दिर आउँछ। यो बाटो जानुपर्छ। वडा कार्यालय हो यो। अब यो सिधै गएपछि आउँछ मन्दिरको चलपल देख्न सक्नुहुन्छ यहाँहरू। हामी आइसकेका छौँ। मनोकामना गोर्खा। 3.5 घन्टाको निरन्तर हिँडाइले हामी मन्दिर लगभग आइपुग्यौँ। यतातिर होटेल छ, लग्जरियस होटेल। मैले आफ्नो च्यानल चलाउन थालेको छ। नभए त मलाई कस्तो मजाको छ होटेल। यो हामीले मुटु दायाँबाट बायाँ, बायाँबाट दायाँ सर्दै सर्दै ढुकढुक ढुकढुक हुँदै आइपुगेको छौँ। अब यहाँ बिस्तारै चलपल सुरु हुँदैछ। यहाँ यो गाउँहरू, पसलहरू है सबले हामीलाई व्यापारिक दृष्टिकोणले हेरिरहेछन्। तर हामी आफ्नो सरसामान जोडिसकेको छौँ। चलपल सुरु भइसक्यो। अब यहाँ अब हामी सिंह मन्दिरमा जानेछौँ, पूजा गर्नेछौँ। त्यसपछि केही घिच्नेछौँ अनि टिकट लिएर तल लिएर कोठा फर्किने योजना छ हाम्रो। यो भिडियो ब्लग अलिक लामो हुनसक्छ। सुनकै पसल पनि छ यहाँ। अब यहाँदेखि देख्न सक्नुहुन्छ चलपल बढिसक्यो।
मन्दिरमै आइसक्यौँ हामी अहिले अगाडि राख्छौँ हस् हस् हामी फर्कन्छौँ उताबाट फर्कन्छ हस् उहाँहरूलाई हामीलाई फकाउने प्रयास गरिराख्नु भएको थियो मन्दिरकै छेउमा यहाँ यस्तो काटिरहेको छ हामी यसो घोर विरोध गर्छौँ होइन विरोध गर्दैन हो अब आइसक्यो त चलपल हो यहाँ हेर्नुहोस् त डान्सहरू हाम्रो सुड्डी समाजको डान्स ओहो ल ओहो डान्स हानौँ ओहो लै ओहो यताबाट यता सब डान्स भइरहेको अवस्था छ यो मन्दिर छ मन्दिरभित्र फोटो खिच्न मोबाइल मनाइ छ भन्दैछ हामी बाहिरबाट मात्र गर्दैछौँ यहाँ यसरी चलपल छ डह्रो चलपल छ यही मन्दिर छ सब आफ्नो तरिकाले बिजी भइराख्नु भएको छ गइहालौँ मन्दिर यहाँ देख्न सक्नुहुन्छ ए जुत्ता चप्पल यता राख्ने छ अब हामी राख्छौँ हात खुट्टा केबल कारबाट आउने बाटो त यो हो केबल कारबाट आउने बाटो यो हो हामी हिँडेर आयौँ तेल निस्किसक्यो हाम्रो अब चप्पल जुत्ता राख्छौँ मन्दिर जान्छौँ ल यो भिडियो ब्लग यहीँ अन्त गरौँ तपाईँहरू देख्न सक्नुहुन्छ अब हामी फर्किने क्रममा छौँ मनोकामना माताबाट केवलघाट जाँदैछौँ उहाँको बचपन गयो तर बचपना गएको छैन सानो केबल कार हो उहाँलाई सानो केबल कार चाहिसकेको छ यही यस्तो छ यहाँ पसल झुम्का सुम्का पोते गर्लफ्रेन्ड वाइफ छन् भने ल्याउनु होला पोते पसलहरू पनि सस्तोमा छ बच्चा छ भने ल्याउनु होला खेलौनाहरू पनि छ तपाईँ छ भने तपाईँ चाहिँ अलि अब के किन्नुहुन्छ त्यही हिसाबले आउनु होला लामै बनाउने हो यो भिडियो काठको भाँडा पनि छन् धेरै वर्षपछि आएको यी लोकल भाले देख्न सक्नुहुन्छ यो हालेर भुट ल्याएर झोल हान्नुपर्छ सब एनर्जी आउँछ हामीलाई झोलमा भुट ल्याएर त्यो पेन्सिल चाहिँ मन पऱ्यो यार कहिले नसकिने पेन्सिल गिटार पनि कस्तो छ काठको पसल देख्न सक्नुहुन्छ कि मादल पनि रहेछ त कति भन्दा रहेछ यहाँ देख्न सक्नुहुन्छ रेस्लिङ परिएको छ जोन सिना बनाम अन्डरटेकर जोन सिना भर्सेस अन्डरटेकर अन्डरटेकरले जोन सिनालाई च्यापिसकेका छन् के हुन्छ जोन सिना डराएको जस्तो छ तर जोन सिनाले काउन्टर अट्याक हानिरहेका छन् जोन सिनाले अन्डरटेकर हालेका छन् 3 1 2 3 ल जोन सिनाले जितेको छ जोन सिना इज द विनर फेरि अट्याक गरेका छन् जोन सिनाले अन्डरटेकरलाई 3 हानिसकेपछि पश्चात पनि अट्याक गर्न थालेका छन् जोन सिनाले यस्तै पसल छ यस्तै छ अब चिरबले स्वयं हानौँ अब हामी यहाँ मन्दिरबाट निस्किनै लागेका छौँ यो अन्तिम बिन्दु रहेको छ पसलहरू पनि सकिसक्यो अब यहाँबाट केबल कारको डोरी देख्न सक्नुहुन्छ अब टिकट निकाल्छौँ हामी बस्ने जाने सक्यो हाम्रो आजको टुर यहाँसम्म ठिकै थियो टिकट निकाल्नु त जिरो अब हातमा निकाल्दा हुन्छ त ल अब यति गर्दाखेरि म यो भिडियोलाई यहीँ टुङ्ग्याउँछु अब यहाँ हामी आइसक्यौँ स्टेसनतिर अब यहाँबाट बस्ने जाने त्यहाँबाट त्यसै छ नर्मल अपरेसन टाइम देख्न सक्नुहुन्छ 8 AM to 5 PM ब्रेक टाइम 12 to 1:30 PM अब यहाँ भइरहेछ घुमेर देखाउँ न यिनीहरूलाई
अब यो सानो पार्क रहेको छ, कताबाट छिर्ने के गर्ने अब सोध्दै जाउँ हामी एक फोनको यसरी नै ल्याइदिउँ होला। ल्याइदियो अब यो अलिक सानो टाइपको पार्क रहेछ, यहाँ चाहिँ अलिक थोरै टिकट सिकटको व्यवस्था रहेछ। रिजोर्ट बन्दैछ। अब केबल कार यहाँ आइरहेछ गइरहेछ, यहाँबाट अलिक भ्यू देख्न सकिन्थ्यो तर तुवालो लागेको अवस्था छ, राम्ररी देखिँदैन। इन्डियन करेन्सी देखाइरहेछ। यसरी यो पार्क छ, यो पनि यसरी पार्क छ। ऊ माथि केबल कार स्टेसन छ, यसरी घुमेर जानुपर्छ। अर्को पनि जाँदैछ, यही हो स्टेसन आउने जाने। यहाँबाट यसरी भित्र छिर्ने के रहेको छ, भित्र जाने। अब हामी कार्ड सार्ड लिएर भित्र जान्छौँ अनि बसेर गइहाल्छौँ। जाँदैछ, यो लाइन लागेर जानुपर्ने रहेछ। यहाँबाट यसरी लाइन लागेर बस्ने जाने के हो सिस्टम। अब हामी गोर्खा जिल्लाबाट चितवन जिल्लामा प्रवेश गर्दैछौँ। खोलाले छुट्याएको छ यो सिमाना। लडाउँछ सिधै खोलामा पुऱ्याउँछ तिमीले। हेर्न कस्तो सिम्पल छ यो खोला क्या, त्यत्तिकै पुरै त्यो तरिन्छ हिँडेर भन्ने फिल लागिरहेछ नि। पानी धमिलो छ कि किन होला? ल नानु तिमीलाई कस्तो लाग्यो लु भनिदेऊ त। डर लाग्यो? लाग्यो? ओहो लागेन भन न। लागेन अलिअलि मात्र। नानीको फर्स्ट टाइम आज अप डाउन भयो त्यही भएर अब आइपुग्यौँ। के थियो सकियो आइयो त भएन आउनु डर लाग्छ। इन्ट्रीले सही हान्छ। रिमोट दामी उहाँहरू हाम्रो सहयात्री यहाँबाट हिँडिसकेको छौँ दाइको गाडी इभी गाडीमा। दाइले द्रुत गतिमा कुदाइरहनु भएको छ। अब हामी चाँडै नै पुग्छौँ होला, 3 घन्टामा पुग्नुपर्ने हो। बाटो पनि यस्तो रमाइलो छ। त्यस जाने बेलामा चाहिँ आनन्दले जान पाइयो। सिमी मजाले चलिरहेछ। जङ्गल बढेर प्रत्यक्ष उदाहरण